अहिलेको यो हाम्रो यो ब्लग भिडियोमा चाहिँ आज म के देखाउन चाहन्छु भन्दै गर्दाखेरि चाहिँ यहाँ हामी अहिले यो जङ्गलको बाटोमा हामी हिँड्दैछौँ अनि यो कार ब्लग हो। अनि जसरी यहाँ अहिले हाम्रो यो ट्राफिक लाइटमा अहिले हामी यो रातो बत्तीमा हामी रोकिरहेका छौँ अनि एकदमै गाडीबाट उत्रिसकेको छु र यहाँनिर गाडी पार्किङ गरेर म अब भने चाहिँ म लाग्दैछु म आफ्नो गन्तव्यमा। तपाईँहरूलाई देख्न सक्नुहुन्छ यो मार्केट हो अनि विशेष गरी चाहिँ यहाँको वातावरण कस्तो छ यो चाहिँ म मार्केटभित्र पसिसकेको छु र मलेसियाको मार्केट तपाईँहरूले हेर्न सक्नुहुनेछ। एकदमै ब्युटिफुल र नाइस छ र तपाईँहरूले हेर्न सक्नुहुनेछ र यहाँको वातावरणहरू के कस्तो छ र तपाईँहरू यो मलेसियाको यो ठाउँमा तपाईँहरू आएर हेर्न सक्नुहुनेछ। र यो मार्केटमा तपाईँहरू यो यहाँनिर यति धेरै किन लाइन उभिरहेछ भनेर तपाईँहरू हेर्दै गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ अहिले पैसा निकाल्नेको भिड लागिरहेको छ र हामी एटिएममा छ तपाईँहरूले देख्न सक्नुहुनेछ यति लामो लागिरहेको छ। तपाईँहरूलाई यो मार्केटको वातावरणहरू तपाईँहरूले हेर्न सक्नुहुनेछ। यहाँको यो चाहिँ मलेसियाको पेनाङ भन्ने ठाउँमा छ। यहाँनिर चाहिँ हामीले जुन मार्केटमा अघि हामीले ल्याएको यो केएफसी अनि यो खानाहरू छ एकदमै बवाल छ होइन। हाम्रो देवमन दाजु एकदमै लजाउनु भएको छ। देवमन दाजु केही भनिदिनुहुन्छ कि? खास चाहिँ यसको नाम चाहिँ के हो भनिदिनु पर्यो हाम्रो देवमन दाजु? हजुर आइस टी। अनि हाम्रो सामेल ब्रदरले यो बोक्नु भएको छ यो चाहिँ के हो? खसीको सुप है। अनि अर्को पोकामा चाहिँ यो एउटा एक दुईवटा खानाहरू है। ल ठिक छ। हामी यहाँनिर छौँ र अहिले हामी एकदमै हाम्रो सामेल ब्रदर हाम्रो देवमन दाजु जस्तै लजाउनु है केटी जस्तै लजाउनु हुन्छ क्या हाम्रो दाजु लजाउनु हुन्छ मलाई देखाउनु